सामान्यतया अब भनौँ न एउटा भव्य र सुविधा सम्पन्न महल 1 अर्ब रुपैयाँमा किनियो भने 7 वर्षपछि त्यसको भाउ कति होला? पक्कै पनि बढ्छ, त्यो त बजारको नियम नै हो। हो नि, तर त्यही महल जहाँ अझै धेरै सुविधाहरू थपिएका छन्, जसले राम्रो आम्दानी पनि दिइरहेको छ, त्यसलाई कसैले एउटा सानो झुपडीको भावमा बेच्छु भन्यो भने के होला? त्यो त सुन्दा पागलपन जस्तो लाग्छ। कोही पनि त्यति मूर्ख हुँदैन। एकदम। तर खै, नेपालको कर्पोरेट इतिहासमा ठ्याक्कै यही भएको छ। आज हामी टङ्कमणि शर्मा दङ्गालको नेतृत्वमा गठित छानबिन समितिको त्यही गोप्य प्रतिवेदन खोज्दैछौँ जुन भर्खरै बाहिरिएको छ। खबर हब अनि द काठमाडौँ पोस्ट र टेकपना जस्ता सञ्चार माध्यमले बाहिर ल्याएका यी दस्तावेजहरूले साँच्चै नै एउटा डरलाग्दो तस्विर देखाउँछन्। एउटा खरबौँको दूरसञ्चार कम्पनी एनसेल कसरी रातारात कौडीको भाउमा बेचियो भन्ने कुरा हो। आजको हाम्रो यो विस्तृत अन्वेषणको मिसन नै त्यही हो। ट्याक्स हेभनबाट खेलिएको पर्दा पछाडिको खेल अनि कानुनी छिद्रहरूको प्रयोग र त्यसले आम उपभोक्ताको खल्तीसम्म कसरी असर गरिरहेको छ भन्ने चुरो कुरो पत्ता लगाउने। सही कुरा। अब यो कथाको सुरुवात डिसेम्बर 1, 2023बाट हुन्छ। मलेसियन दूरसञ्चार कम्पनी आजियाटा ग्रुपले अचानक एउटा घोषणा गर्छ। उनीहरूले एनसेलमा रहेको आफ्नो 80% सेयर स्पेक्ट्रोलाइट युके लिमिटेडलाई बेच्दैछन्। ओहो, स्पेक्ट्रोलाइट युके सुन्दाका निकै ठूलो कम्पनी जस्तो लाग्छ नि, होइन र? सुन्दा त्यस्तै लाग्छ। स्पेक्ट्रोलाइट युकेका मालिक हुन् सिङ्गापुरमा बस्ने सतीशलाल आचार्य। अब यहाँनिर सबैभन्दा अचम्मको कुरा के छ भने नि 7 वर्ष अघि आजियाटाले स्विडेनको टेलिया सोनेरासँग एनसेलको त्यही 80% सेयर करिब 1.05 खर्ब रुपैयाँमा किनेको थियो। भनेको करिब $1.36 बिलियन। एकदम। तर अहिले स्पेक्ट्रोलाइटलाई कतिमा बेच्यो थाहा छ? जम्मा $50 मिलियन। 1.36 बिलियन डलरको सम्पत्ति मात्र $50 मिलियन। पक्नुस् है, म यहाँनिर एउटा पुला जोड्न चाहन्छु। सुन्दाखेरि यो एकदमै ठूलो घोटाला जस्तो सुनिन्छ। पक्कै पनि। तर यदि हामीले एनसेलको वर्तमान अवस्था हेर्ने हो भने कम्पनीमा 15 अर्ब रुपियाँभन्दा बढीको ऋण छ अनि सरकारले 85 अर्ब रुपियाँ जतिको कर र जरिवाना दाबी गरिरहेको छ। हो, त्यो दाबी त छ। अनि कानून अनुसार 2086 सालमा त यो कम्पनी स्वत नेपाल सरकारको स्वामित्वमा जान्छ नि। अब म आजियाटाको ठाउँमा भएको भए यति धेरै ऋण र मुद्दा मामिला भएको डुब्न लागेको जहाजलाई 50 मिलियन डलरमै भए पनि बेचेर निस्किनु नै बुद्धिमानी मान्थे होला नि त। के यो सम्भव छैन र? खै, यो एकदमै स्वाभाविक तर्क हो। बाहिरबाट हेर्दा डुब्न लागेको जहाजबाट भागेको जस्तो देखिन सक्छ। तर यहाँनिर एउटा लुकेको पाटो छ। कस्तो पाटो? यो सम्झौता जम्मा 50 मिलियन डलरमा मात्र टुङ्गिएको छैन के। यसमा कन्डिसनल कन्सिडरेसन अर्थात् शर्तसहितको अतिरिक्त भुक्तानीको व्यवस्था राखिएको छ। सम्झौता अनुसार सन् 2029 सम्म एनसेलले जति व्यापार गर्छ र मुनाफा कमाउँछ त्यसको एउटा ठूलो हिस्सा आजियाटाले नै पाउनेछ। बाप्रे, भनेपछि यो जहाज पुरै छोडेको होइन, जहाजको स्टियरिङ मात्र अरूलाई दिएर भित्रभित्रै नाफा चाहिँ आफैले लैजाने मेसो पो रहेछ। ठ्याक्कै। जोखिम र कानुनी झमेला जति सबै नयाँ कम्पनीलाई भिडाइदिने, तर नाफा जति चाहिँ भित्रभित्रै पुरानै कम्पनीले लैजाने रणनीति यहाँ देखिन्छ। क्या गजबको खेल। अनि यो स्पेक्ट्रोलाइट युके लिमिटेड चाहिँ कस्तो कम्पनी हो नि? यति ठूलो खर्बौँको दायित्व बोक्ने, हजारौं कर्मचारी भएको कम्पनी चलाउने हैसियत त पक्कै पनि निकै ठूलो होला। यहीँनिर त अर्को अचम्मको कुरा छ। सरकारी छानबिन समितिको प्रतिवेदनले स्पेक्ट्रोलाइट युकेको वित्तीय अवस्था हेर्दा सबैलाई चकित पारेको छ। किन? त्यस्तो के छ र रिपोर्टमा? बेलायतमा दर्ता भएको यो कम्पनीको कुल पुँजी सुरुवातमा जम्मा $1 थियो, जसलाई पछि बढाएर $1,00,000 मात्र बनाइयो। अब आफै हिसाब लगाउनुस्, $1,00,000 पुँजी भएको कुनै पनि टेलिकम क्षेत्रको अनुभव नभएको एउटा लेटरबक्स कम्पनी वा भनौँ सेल कम्पनीले कसरी खर्बोको दायित्व र ऋणको जिम्मा लिन सक्छ? $1,00,000 यो त काठमाडौँको एउटा सामान्य घरको मूल्यभन्दा पनि कम भयो नि। हो नि। समितिले यसलाई प्राविधिक र आर्थिक रूपमा पूर्ण असक्षम ठहर गरेको छ। अनि अर्को कुरा, नेपालको दूरसञ्चार नीति अनुसार कुनै पनि विदेशी दूरसञ्चार कम्पनीमा कम्तीमा 20% स्वदेशी अर्थात् नेपाली नागरिकको लगानी हुनैपर्छ भन्ने नियम छ नि। त्यो कानुनी प्रावधान छ।
आजियाटाले आफ्नो 80% सेयर त बेचेर गयो, तर त्यो बाँकी 20% स्थानीय सेयर चाहिँ अहिले कसको नाममा छ? त्यो 20% सेयर सुनिभेरा क्यापिटल भेन्चर्ससँग छ र यसकी मालिकनी हुन् भावना सिंह श्रेष्ठ। अनि उनीको हुन् नि? उनीको हुन् थाहा छ? उनै स्पेक्टरलाइट युकेका मालिक सतीशलाल आचार्यकी श्रीमती। के भन्नुभएको? भनेपछि श्रीमानको नाममा बेलायतमा विदेशी कम्पनी खडा गरेर 80% सेयर लिने अनि श्रीमतीको नाममा नेपालमा कम्पनी खडा गरेर 20% सेयर लिने। हो, ठ्याक्कै त्यही भएको। यो त एन्सेल जस्तो देशकै ठूलो दूरसञ्चार कम्पनीमा एउटा मात्र परिवारको पूर्ण एकाधिकार अर्थात् मोनोपोली पो कायम भयो नि। हो, र उनीहरूको प्रभाव त्यतिमा मात्रै सीमित छैन। छानबिन समितिले ओङ्ल्याए अनुसार स्मार्ट टेलिकमसँग पनि यो परिवारको गहिरो सम्बन्ध छ। स्मार्ट टेलिकम पनि? स्मार्ट टेलिकमको आधा सेयर सिङ्गापुरको एउटा कम्पनीसँग छ, जसको डाइरेक्टर सतीशलाल आचार्य नै हुन्। विभिन्न होल्डिङ कम्पनीहरू, सेल कम्पनीहरू र नातागोताको जालो बुनेर योजनाबद्ध रूपमै दूरसञ्चार क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने काम भएको प्रष्ट देखिन्छ। मलाई यहाँनिर एउटा कुराले एकदमै चिमोटिरहेको छ। यति ठूलो खर्बौंको कारोबार हुँदा नेपाल सरकार, अर्थ मन्त्रालय या हाम्रो नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, जसलाई हामी एनटिए भन्छौँ, उनीहरूले कसरी पत्तै पाएनन्? यो एकदमै गम्भीर प्रश्न हो। एउटा सामान्य मानिसले घर जग्गा बेच्दा त मालपोतमा गएर कर तिर्नुपर्छ, पूर्व स्वीकृति लिनुपर्छ। के नेपालभित्र रहेको यति ठूलो कम्पनी बेच्दा नेपालको कानून लाग्दैन र? पक्कै लाग्छ। नेपालको दूरसञ्चार नियमावली 1998 को नियम 15 क अनुसार कुनै पनि अनुमतिप्राप्त संस्थाको 5% भन्दा बढी सेयर किनबेच गर्दा एनटिएको पूर्व स्वीकृति लिनु अनिवार्य छ। अनि लिएनन् त? द काठमाडौँ पोस्टको विस्तृत रिपोर्ट अनुसार आजियाटाले एनटिएलाई कुनै पूर्व जानकारी नदिई यो सम्झौता गर्यो। कसरी गर्यो त भन्दा उनीहरूले प्राविधिक रूपमा नेपालमा दर्ता भएको एन्सेललाई बेचेकै होइनन्। एन्सेललाई नबेची एन्सेलको मालिक कसरी फरियो त? यो त एउटा रहस्यमय जादु जस्तो भयो नि, होइन र? अब यसलाई एउटा रसियन डल अर्थात् म्याट्रियोस्का डलको उपमाबाट बुझौँ। त्यो एउटा भित्र अर्को हुने पुतली, होइन? एकदम। सबैभन्दा भित्रको सानो पुतली एन्सेल हो। त्यो पुतली एउटा अलि ठूलो पुतलीको भित्र राखिएको छ, जसको नाम हो रेनहोल्ड होल्डिङ। ओके, अनि यो रेनहोल्ड होल्डिङ कहाँ दर्ता छ त? क्यारिबियन सागरको एउटा सानो टापु राष्ट्र सेन्ट किट्स एन्ड नेभिसमा दर्ता छ। अब आजियाटासँग त्यो बाहिरको ठूलो पुतली थियो। उनीहरूले भित्रको सानो पुतली अर्थात् एन्सेललाई छोएका पनि छैनन्। भनेपछि उनीहरूले बाहिरको पुतली मात्र बेचे? हो नि, उनीहरूले केवल बाहिरको त्यो ठूलो पुतली स्पेक्ट्रोलाइटलाई हस्तान्तरण गरिदिए। हाम्रो कानूनले भित्रको सानो पुतलीलाई मात्र कुरेर बसेको थियो। बाहिरै ठूलो पुतलीको किन बेच भएको उसले देख्नै सकेन। बाफ रे, क्या गजबको लुपहोल! कम्पनी नेपालमा छ, टावरहरू हाम्रै डाँडाकाँडामा छन्, अर्बौंको बिल तिर्ने ग्राहक हामी नेपाली हौं, तर कागजपत्रमा कम्पनीको किनबेच चाहिँ संसारकै कुख्यात ट्याक्स हेभनमा भइरहेको छ। एकदम सही भन्नुभयो। किनकि सेन्ट किट्स एन्ड नेभिज भनेको त कर्पोरेट गोपनीयता लुकाउन र पुँजीगत लाभकर छल्नकै लागि प्रख्यात ठाउँ हो नि। विगतमा स्विडनको टेलिया सुनेर बाहिरिँदा पनि ठ्याक्कै यही मोडल अपनाइएको थियो। उनीहरूले पनि रेनहोल्ड होल्डिङ आजियाटालाई बेचेर पुँजीगत लाभकर नतिरी बाहिरिने प्रयास गरेका थिए। त्यो बेला त निकै ठूलो आन्दोलन नै भएको थियो क्यारे? हो नि, पछि सर्वोच्च अदालतको ऐतिहासिक फैसला र व्यापक जनदबावका कारण आजियाटा कर तिर्न बाध्य भएको थियो। वाशिंटन स्थित अन्तर्राष्ट्रिय मध्यस्थता केन्द्र आइसिएसआइडीमा आजियाटाले नेपाल सरकार विरुद्ध मुद्दा हाल्दा पनि फैसला नेपालकै पक्षमा आयो। इतिहास दोहोर्याउने प्रयास भइरहेको छ भन्दा फरक नपर्ला, तर यो सबै भइरहँदा हाम्रो नियामक निकाय एनटिए चाहिँ के गर्दै थियो नि? उनीहरूको काम त अल्टिमेट बेनिफिशियल ओनर अर्थात् वास्तविक मालिक को हो भनेर यस्तै कुराहरूको निगरानी गर्ने होइन र? खै, प्रतिवेदनले एनटिएको चरम लापरवाही र असक्षमतालाई उदाङ्गो पाएको छ। एउटा नियामक निकाय कसरी काम गरिरहेको छ भन्ने बुझ्न एउटा उदाहरण हेरौँ न। कस्तो उदाहरण? ब्याङ्कहरूले लोपति खातामा करिब 9.75% सम्म ब्याज दिइरहेको अवस्थामा एनटिएले आफ्नो अर्बौं रुपियाँ निकै कम ब्याज आउने कल एकाउन्टमा राख्यो। यसले गर्दा मात्रै राज्यलाई 1 अर्ब रुपियाँभन्दा बढीको नोक्सानी भएको प्रतिवेदनमा स्पष्ट उल्लेख छ।
एउटा नियामक निकाय जसले सिङ्गो दूरसञ्चार क्षेत्रलाई नियमन गर्नुपर्ने हो उसैले सामान्य वित्तीय ज्ञान नभए जस्तो गरेर राज्यको 1 अर्ब गुमाइरहेको छ अनि यस्तो निकायले ट्याक्स हेभेनको अन्तर्राष्ट्रिय कर्पोरेट जालोलाई कसरी भेदन गर्न सकोस्? त्यही त विडम्बना नै यही हो। तर सुन्दाखेरि विदेशी कम्पनीहरू मात्रै आएर हाम्रो कानूनको छिद्र खोजेर खेल्छन् जस्तो लाग्छ। खबर हबले बाहिर ल्याएको प्रतिवेदनको अंश हेर्दा यो खेलमा विदेशीहरू मात्र छैनन् नि। एनसेलको शेयर विगत 20 वर्षमा 14 पटक किनबेच भइसकेको छ। हो, 14 पटक। र यो पर्दा पछाडिको खेलमा एनआरएनएका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोको नाम गम्भीर रूपमा जोडिएर आएको छ नि। एकदम। प्रतिवेदनले डाक्टर उपेन्द्र महतोमाथि श्रृङ्खलाबद्ध करछली र विदेशमा शङ्कास्पद कारोबार गरेको गम्भीर आशंका गर्दै अनुसन्धानको सिफारिस नै गरेको छ। यसलाई बुझ्न फेरि अघिकै 20% स्वदेशी लगानीको नियममा फर्कनुपर्छ। विदेशी लगानीको दूरसञ्चार कम्पनीमा कम्तीमा 20% नेपाली नागरिकको लगानी हुनै पर्छ। तर उपेन्द्र महतो त गैर-आवासीय नेपाली हुन् नि। एनआरएनए स्थापना भइसकेपछि उनले नेपाली नागरिकता त्यागिसकेका थिए क्यारे? हो नि। रसिया र युरोपमा व्यापार गर्ने विदेशी नागरिक भइसकेका मान्छेले कसरी त्यो स्वदेशी हिस्साको शेयर कब्जा गरेर बसे त? यो आफैमा एउटा ठूलो कानूनी विरोधाभास हो। प्रतिवेदनले के देखाउँछ भने उनी गैरावासीय भइसकेपछि पनि कहिले दल्टो ट्रेड त कहिले सिनर्जी नेपाल जस्ता विदेशी कम्पनी खडा गरेर यो 20% शेयर होल्ड गरिरहे। भनेको यो त सिधै कानूनको उल्लङ्घन भएन र? अक्कै गुनी, यदि उनले नेपाली नागरिकको हैसियतमा त्यो कारोबार गरेका थिए भने विदेशमा कम्पनी खोल्नु र ऋण लिनु नेपालको विदेशी विनिमय ऐनको सिधै उल्लङ्घन हो। यदि विदेशीको रूपमा गरेका थिए भने दूरसञ्चार नीतिको उल्लङ्घन हो। तर त्योभन्दा डरलाग्दो कुरा उनीमाथि लागेको पुँजीगत लाभ कर छलीको आरोप हो। पुँजीगत लाभ कर छली यहाँनिर अन्डर इन्भोइसिङको कुरा आउँछ नि। सन् 2012मा महतोले नीरज गोविन्द श्रेष्ठलाई शेयर बेच्दा भएको घटना। यो अन्डर इन्भोइसिङले कसरी काम गर्छ अलिकति प्रश्न पारिदिनुस् न। अब पुँजीगत लाभ कर भनेको तपाईले कुनै सम्पत्ति जतिमा किन्नुभयो र जति नाफा खाएर बेच्नुभयो त्यो नाफामा लाग्ने कर हो। कर छल्ने सबैभन्दा सजिलो तरिका भनेको कागजमा बेचेको मूल्य एकदमै कम देखाउने। नाफा नै कम देखाएपछि कर पनि कम तिर्नु पर्यो? हो। सन् 2012मा महतोले श्रेष्ठलाई शेयर बेच्दा प्रति शेयर बुक भ्याल्यु अर्थात् वास्तविक मूल्य 16,821 रुपैयाँ थियो। तर कागजमा उनीहरूले त्यो शेयर एकदमै कौडीको भावमा बेचेको देखाए। नाफा नै नभएको देखाएपछि कर तिर्नु परेन। कर कार्यालयको दाबी अनुसार यसरी मूल्य कम देखाएर मात्रै करिब 3 अर्ब 25 करोड रुपैयाँ पुँजीगत लाभ कर छली भएको छ। वाउ, 3 अर्ब 25 करोड रुपैयाँ त सिधै गायब। अनि अर्को कुरा, नीरज गोविन्द श्रेष्ठले त्यो 20% शेयर किन्नका लागि 20 अर्ब रुपैयाँ ऋण ल्याएका थिए भन्ने तथ्याङ्क पनि त छ नि। त्यो झनै रहस्यमय छ। एउटा व्यक्तिले ट्याक्स हेभन जस्तो ठाउँबाट 20 अर्ब रुपैयाँ ऋण ल्याउने, यो त सिधै सम्पत्ति शुद्धिकरण जसलाई हामी मनी लन्ड्रिङ भन्छौं त्यसको शङ्का उब्र्याउने कुरा होइन र? कालो धनलाई सेतो बनाउने खेल। यो एकदम गम्भीर शङ्काको विषय हो। महालेखा परीक्षकको 63औं प्रतिवेदनले यो विषयलाई निकै प्राथमिकताका साथ उठाएको थियो। तर पछि राज्य संयन्त्रभित्रैबाट यो कुरालाई रहस्यमय ढङ्गले दबाइयो। छानबिन समितिले यसलाई गम्भीर रूपमा लिएर थप अनुसन्धान गर्न कडा सुझाव दिएको छ। अहिले चाहिँ यी सबैलाई हेर्दा एनसेलको जग नै अपारदर्शी आर्थिक कारोबार र कानुनी छिद्रको दुरुपयोगमा उभिएको जस्तो देखिन्छ। खै, यो अर्बौं र खर्बौंका विदेशी होल्डिङ कम्पनीका कुरा सुन्दा आम मानिसलाई लाग्न सक्छ ठिकै छ, ठूला कर्पोरेट घरानाले विदेशमा जेसुकै गरून्, ट्याक्स हेभेनमा कम्पनी खोलुन्, मलाई के मतलब, यसले मेरो दैनिक जीवनमा के नै असर गर्छ र? धेरैलाई त्यस्तै लाग्छ। तर कुरा त्यतिमा सीमित छैन। यसको प्रत्यक्ष मार आम उपभोक्ताको खल्टीमा परिरहेको छ। भ्याल्यू एडेड सर्भिस अर्थात् भ्यासको नाममा एनसेलले ग्राहकबाट 7 अर्ब रुपैयाँ गैरकानूनी रूपमा उठायो भन्ने कुरा त सरकारी प्रतिवेदनमै उल्लेख छ नि। यो निकै संवेदनशील विषय हो। कम्पनीले ग्राहकहरूलाई थाहै नदिई रिङटोन, न्यूज अलर्ट वा अन्य विभिन्न सेवाहरूको नाममा अटो रिन्यू गरेर उनीहरूको ब्यालेन्सबाट पैसा काटिरह्यो। यो कुनै एउटा ठूलो रकम एकैपटक काटिएको होइन।
प्रत्येक ग्राहकको मोबाइलबाट ससानो रकम दैनिक रूपमा काटिँदै गयो, जसले गर्दा समग्रमा 7 अर्ब रुपैयाँको विशाल रकम गैरकानूनी रूपमा जम्मा भयो। हामी सोच्थ्यौं कतै मैले नै गल्तीले केही थिचेँ कि, तर यो त सिस्टमेटिक लुट पो रहेछ। 7 अर्ब रुपैयाँ यसरी लुट्दा हाम्रो नियामक निकाय एनटिएले के कारबाही गर्यो त? सुन्दा अचम्म लाग्ला, तर एनटिएले यति ठूलो गैरकानूनी असुली प्रमाणित भइसक्दा पनि जम्मा 50,000 रुपियाँ जरिवाना तिरायो। के भन्नुभयो? 7 अर्ब लुट्नेलाई जम्मा 50,000 को जरिवाना? यो त कारवाही होइन, यो त लुटको लागि धन्यवाद भनेर दिएको इनाम जस्तो पो भयो त। खाए नियामक निकाय कति प्रभाविन छ भन्ने यसले छर्लङ्ग पार्छ। यसका साथै कम्पनीको खस्काउँदो आर्थिक अवस्था अर्को ठूलो चिन्ताको विषय बनेको छ। आजियाटा नेपाल प्रवेश गर्नुअघि शून्य ऋण दायित्वमा रहेको यो कम्पनी आर्थिक वर्ष 2079-80 सम्म आइपुग्दा 15 अर्ब 84 करोड रुपियाँ ऋणमा डुबेको छ। एउटा कुरा बुझाइदिनुस् न, दिनहुँ करोडौं कमाउने क्याश काउ कम्पनीलाई ऋण कसरी लाग्यो? अनि यो ऋण त पक्कै पनि हाम्रै नेपाली बैंकहरूबाट लिएको होला नि? हो, प्रतिवेदनले नेपाली बैंकहरूको अर्बौं रुपियाँ जोखिममा परेको औँल्याइएको छ। आजियाटा समूहको बलियो ब्याकअप र ग्यारेन्टीमा लिएका यी ऋणहरू अब कसको जिम्मामा जाँदैछन् त? स्पेक्ट्रोलाइट जस्तो जम्मा $1 लाख पुँजी भएको सेल कम्पनीको जिम्मामा। बाफ्रे! अनि भोलि त्यो सेल कम्पनीले तिर्न सकेन भने? त्यही त, यदि भोलि यो कम्पनीले हात उठायो भने नेपाली बैंकहरूको अर्बौं रुपियाँ डुब्न सक्छ। त्यसैले नेपाल राष्ट्र बैंकले यसमा कडा निगरानी गर्नुपर्ने आवश्यकता छ। भनेपछि कम्पनीको वास्तविक मूल्य घटाउँदै लैजाने, दायित्व र ऋण बढाउँदै लैजाने र अन्त्यमा खोक्रो बनाएर छाड्ने रणनीति पो हो कि भन्ने शङ्का गर्ने ठाउँ प्रशस्तै रहेछ। कानून अनुसार त विक्रम सम्वत 2086 साल भदौमा एनसेलको सम्पूर्ण स्वामित्व स्वतः नेपाल सरकारको हातमा आउनुपर्छ नि। अब यो अवस्थामा सरकारले के पाउँछ त? दूरसञ्चार ऐन 2053 को दफा 33 अनुसार लाइसेन्सको 25 वर्षीय अवधि सकिएपछि सरकारले स्वामित्व लिने कुरा स्पष्ट छ। तर समितिले सरकारलाई एउटा गम्भीर चेतावनी दिएको छ। कस्तो चेतावनी? 2086 मा सरकारले कम्पनी लिँदा काम नलाग्ने टावर, थोत्रो प्रविधि र अर्बौंको दायित्व तथा मुद्दा मामिला मात्र भएको एउटा खोक्रो खबटो नआओस् भनेर। त्यसको लागि अहिले केही शर्तहरू तोकिनुपर्छ भन्ने होला नि? एकदम। आगामी भदौमा हुने लाइसेन्स नवीकरण गर्नु अघि सम्पूर्ण बाँकी बकौता तिरिसकेको हुनुपर्ने शर्त राखिनुपर्छ। प्रतिवेदनका अनुसार हाल एनसेल विरुद्ध विभिन्न 10वटा मुद्दाहरू चलिरहेका छन्, जसमा 85 अर्ब रुपियाँ भन्दा बढीको दावी गरिएको छ। 85 अर्ब? यो सम्पूर्ण कर, जरिवाना र बक्यौताको टुङ्गो नलागेसम्म नवीकरण गर्न नहुने र लाभांश विदेश लैजान रोक लगाउनु पर्ने सुझाव प्रतिवेदनले दिएको छ। 85 अर्ब रुपैयाँ, यो भनेको त एउटा सिङ्गो प्रदेशको वर्षभरिको बजेटभन्दा पनि धेरै हो। आजको यस गहन छलफलबाट एउटा कुरा त ऐना जस्तै छर्लङ्ग हुन्छ, एनसेलको यो खरिद बिक्री केवल एउटा साधारण व्यापारिक सम्झौता हुँदै होइन। पटक्कै होइन। यो त अन्तर्राष्ट्रिय ट्याक्स हेभेनको चतुर प्रयोग, नियामक निकायको चरम असक्षमता, शङ्कास्पद पुँजी पलायन र आम नेपाली उपभोक्तामाथिको प्रणालीगत लुटको एउटा विशाल जालो पो रहेछ। हो, र यसले नेपालको वैदेशिक लगानी नीति र नियमनकारी निकायको संरचनामै आमूल परिवर्तनको माग गर्दछ। कानूनका छिद्रहरू टाल्न सकेनौं भने यस्ता घटना भविष्यमा पनि दोहोरिरहनेछन्। सही कुरा। अन्त्यमा हामीले पुँजी पलायन, कर छली र सेल कम्पनीका कुरा त गर्यौं, तर यहाँनिर एउटा अर्को गम्भीर पाटो छ जसले हामी सबैलाई एउटा गम्भीर प्रश्नमा ल्याएर उभ्याउँछ। त्यो के होला? सुरुमा मैले एउटा महलको उपमा दिएको थिएँ नि, त्यो महल केवल इटा र सिमेन्टको मात्र होइन। एनसेलसँग आज नेपालका 1,60,00,000 भन्दा बढी नागरिकको व्यक्तिगत कल रेकर्ड, लोकेसन डेटा र अत्यन्तै संवेदनशील डिजिटल जानकारी सुरक्षित छ। ओहो, यो त एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भयो। हो नि, जब यति विशाल र संवेदनशील डेटा बोकेको कम्पनी रातारात एउटा $1 लाख पुँजी भएको सेल कम्पनीको हातमा पुग्छ र देशको नियामक निकाय नै बेखबर हुन्छ, तब के यो केवल पुँजीगत लाभ कर छल्ने आर्थिक अपराध मात्र हो, वा यो नागरिकको गोपनीयता र समग्र देशको राष्ट्रिय सुरक्षामाथिकै एउटा गम्भीर चुनौती हो?
हामीले हिसाब किताबको पाना त पल्टायौं, तर हाम्रो आफ्नै डिजिटल सुरक्षा कति सस्तोमा बेचियो होला यसबारे गम्भीर भएर सोच्नै पर्ने बेला आएको छ। यो विषयसँग जोडिएका थप कुराहरू लिएर हामी फेरि उपस्थित हुने नै छौं। आजको यो अन्वेषणबाट भने हामी बिदा माग्छौं।